आज गुरुले महायज्ञमा पैसाको बारेमा धेरै महत्त्वपूर्ण कुरा गर्नुभयो। उहाँले भन्नुभयो, सकी अथवा नसकी धेरै दान दिएर धार्मिक बन्ने सोच नराख्नुहोस्। गरिबीबाट माथि उठ्नको लागि, समाजलाई परिवर्तन गर्नको लागि हामी साधु सन्त जस्तो व्यक्तिको पनि आवश्यक पर्छ अनि कर्म गरेर प्रशस्त धन कमाउनेहरूको पनि आवश्यक पर्छ। त्यसैले गुरुले भन्नुभयो, तिमीले खर्च त्यति मात्र गर। जस्तै तिमीले 100 कमाएका छौ भने 50 भन्दा कम खर्च गर। दान देऊ तिमीले, तर त्यही 50 मुनिको दान होस्। यसो गर्यौ भने तिम्रो जीवन भोलिको लागि माथि उठ्छ। पैसा प्रशस्त दिएर दान र धार्मिक बनिँदैन। एकजना व्यक्तिले कोठी हुममा आफूले सक्ने भन्दा धेरै दान लिएर आएको थियो। उसलाई हेर्दा लाग्थ्यो सामान्य किसान अथवा सामान्य व्यक्ति थियो, तर उसले चाहिने भन्दा धेरै दान लिएर आएको थियो। तब गुरुले उसलाई सोध्नुभयो, के तिमीले धेरै कमाउँछौ? त्यो व्यक्तिले भन्यो, कमाउँदिन, मेरो आय स्रोत थोरै छ। त्यसो भए तिमीले यति धेरै पैसा अथवा दान किन लिएर आएको? के तिमीले धेरै दियो भने तिमी धार्मिक हो जस्तो लाग्छ? त्यो व्यक्तिले भन्यो, हो गुरुजी। तर गुरुले भन्नुभयो, त्यसो नगर। जीवन उतार र चढावको खेल हो। आज तिमी तन्दुरुस्त छौ, तिम्रो शरीर आज काम गर्न योग्य छ, त्यसैले तिमीले धेरै कमाए जस्तो लाग्छ। तर जिन्दगी एकै नास चल्दैन। आज शरीर छ, यो तागतिलो पनि छ, भोलि यो बुढेसकालतिर ढल्किन्छ। तिम्रो शरीर काम न थाल्छ, तिम्रो हात खुट्टा कमजोर हुन्छन्, ढाड दुख्न थाल्छ। त्यो बेलामा तिमीलाई के पैसाको आवश्यक पर्छ कि पर्दैन? त्यो व्यक्तिले भन्यो, पक्कै पनि पर्छ गुरुजी। हो, त्यसैले आज तिमीले देखावटी काम नगर। आज तिमीले कमाएर ल्याएको पैसाको बचत गर। आज तिमीले सही समयलाई सही ठाउँमा सदुपयोग गर। गुरुले पैसाको बारेमा हामी मानवहरूलाई यस्तो अद्भुत कुरा भन्नुभयो। गुरुले भन्नुभयो, पैसाले धेरै कुरा बोल्छ, तिमीलाई धेरै कुरा सम्झाउँछ। के पैसाले भन्छ आज म तिमीलाई भन्छु, तिमी एकछिन ध्यान दिएर सुन। दर्शक बिनहरू, यदि तपाईँलाई आजको भिडियोमा पैसा मैले कमाउनु पर्छ भन्ने लाग्छ भने अन्त्यमा हे भगवान् म पैसालाई बचाउँछु, कमाउँछु भनेर कमेन्ट गर्नुहोला। गुरुले भन्नुभयो, पैसाले यसरी बोल्ने गर्छ। उसले भन्छ, आज मलाई बचाऊ, भोलि म तिमीलाई बचाउनेछु। आज उठ, निदमा नपस, काममा जाऊ, पसिना पुछ, मेरो लागि काम गर। आज मेरो लागि काम गर, भोलि म तिम्रो लागि काम गर्नेछु। आज तिमी छिटो छौ, आज तिमी तागतवर छौ, आज तिमीले सब थोक गर्न सक्छु भन्ने जस्तो लाग्छ। तर यो कुरा बुझ, भोलि तिमी यस्तै रहँदैनौ। तिम्रो शरीर गल्छ, तिम्रो कपाल फुल्छ, तिम्रा गाला झ्याउरी पर्छन्, तिम्रो ढाड निहुरिन्छ। त्यो बेलामा सबैभन्दा तिमीलाई जरुरत मेरो हुन्छ। आज तिमी आफ्नो आफन्त भनेर भागदौड गरिरहेका छौ, मलाई तिमीले खोजेका छैनौ। मेरो बारेमा तिमीले चासो राखेका छैनौ। म तिम्रो खल्तीमा आउँछु, तिमीले मलाई बचाउनु पर्छ भनेर ध्यान दिँदैनौ। भोलि तिम्रो शरीर गलेको बेलामा ती आफ्ना आफन्तहरू भन्दा म सबैभन्दा धेरै काममा आउने गर्छु। तिमीसँग म स्वर्ग लोकमा त जाँदिन, तर यो धरतीमा जति तिमी बस्छौ त्यति नै तिमीलाई म माथि उठाउँछु। त्यसैले आज मेरो लागि काम गर, आज मलाई बचाऊ, भोलि म तिमीलाई बचाउँछु। भोलि तिमीलाई डाक्टरले भन्नेछन् यति पैसा चाहिन्छ, यो लिएर आउनुहोस्। त्यो बेलामा म भइन भने डाक्टरले तिमीलाई छुने छैनन्। आफन्तहरू तिमी समक्ष आउने छैनन् यदि म भइन भने। त्यसैले आज तिमी सारा संसारको झुटो खेलमा रमाएर हिँड्नुभन्दा आज मलाई कमाएर बचाऊ। आज तिमीले खुसी हुने केही साधनहरू किनौला, मोबाइल किनौला, घडी किनौला, गाडी किनौला, घर किनौला अथवा बाइक किनौला, जुनै पनि सामान किनौला, तिनले तिमीलाई कहिल्यै पनि साथ दिइरहन सक्दैन। मलाई बचाऊ, मैले तिमीलाई धेरै साथ दिन सक्छु। मलाई बचाऊ, तिमीलाई बिरामीको दलदलबाट मैले बचाएर स्वस्थ जीवन दिन सक्छु। आज मलाई बचाऊ, भोलि तिमीलाई म माथि उठाउँछु। मान सम्मान इज्जत हर कुराहरू तिमीलाई म दिने वातावरण बनाउँछु। आज एउटै काम गर, पैसाले भन्छ मलाई बचाऊ, पैसाले भन्छ मलाई बचाऊ। गुरुका कुरा दानी व्यक्तिले ध्यान दिएर
सुनिरहेको थियो। अब उसको मनमा दान दिएर धार्मिक बन्ने सोच हराइसकेको थियो। अब उसले आफ्नो जीवनको जिम्मेवारी मैले लिनुपर्छ भन्ने सोच राखेको थियो। म मात्रै होइन, चन्दा दिएर मात्रै होइन, समाजलाई मैले ठुलो योगदान दिनुपर्छ भन्ने उसको मनमा सोच आएको थियो। माथि उठ्नको लागि आफू मात्रै माथि उठ्ने होइन, समाजलाई माथि उठायो भने मात्रै सिङ्गो देश माथि उठ्न सक्छ। कमाएको पैसालाई गलत ठाउँमा खर्च गरेर फेरि कमाइन्छ भन्ने आशा राख्नु झुटो र भरम हो। उसको अब हृदय सफा बनेको थियो। अब उसले पैसालाई प्रेम गर्ने हृदयदेखि नै बाचा गर्न थाल्यो। गुरुको सामु उसले नमन गर्दै भन्यो, अब आइन्दा मैले देखावटी रूपमा कुनै पनि काम गर्ने छैन। म भित्रबाट जे छु, जस्तो छु, जस्तो परिस्थिति मेरो जीवनमा छ त्यसलाई स्वीकार गर्छु। कुन दिशामा अगाडि बढ्यो भने जिन्दगी उठ्छ भन्ने कुरा म अब निहालेर आफ्नो मनबाट हिँड्ने गर्छु। त्यो व्यक्तिले बुझेको कुरा सुनेर गुरु पनि प्रसन्न हुनुभयो। गुरुले अन्तिममा भन्नुभयो, पैसालाई बचाऊ, भोलि तिमीलाई पैसाले बचाउनेछ। पैसालाई आज तिमीले आफ्नो बनाऊ, पैसाले तिमीलाई भोलि आफ्नो बनाउनेछ। उक्त व्यक्ति पनि खुसी हुँदै आफ्नो घर गयो। मित्रहरू, पैसाले आवाज दिएर मलाई बचाउ त भन्दैन, तर जब हाम्रो खल्ती दिन्छ त्यो बेलामा हामीलाई दुःख, अप्ठ्यारो, समस्या पर्छ, हाम्रो मन रुन्छ, हाम्रो जीवनले कुनै दिशा देख्दैन। त्यो बेलामा हाम्रो मनभित्र एउटै भाव आउँछ, पैसालाई बचाउनु पर्छ, पैसालाई कमाउनु पर्छ। पैसाले त्यही आवाजमा हामीलाई भन्छ कि मलाई बचाऊ, मलाई कमाऊ, मलाई सही मार्ग दिएर राख, भोलि तिमीलाई म सही ठाउँमा राख्छु। मित्रहरू, यहाँलाई आजको यो पैसा सम्बन्धीको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गर्नुहोला अनि सल्लाह र सुझावको लागि कमेन्ट गर्नुहोला अनि भिडियोलाई सेयर गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियो लिएर उपस्थित हुनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। जय श्री राम।